घर थियो, गाडी थियो, सबै थियो मसँग। केही नहुनुको कारण दाइ? केही नहुनुको कारण मेरो सबैभन्दा एउटा नेपाली उखान छ नि कि बाख्रा पाख्रो हुनुपर्छ छोरालाई, कि लम्बे बाटो कि सुहानी बाटो भन्छ कि श्रीमतीको कारण हो सबै। परिवारबाटै तपाईँलाई परिवारबाट धोका भयो सब। त्यसपछि तपाईँको सम्पत्ति सक्यो? सकिसक्यो। भनेको अस्ति पनि यो कुरा जोडेको थियो, सायद तपाईँले पहिलाको अन्तर्वार्तामा भन्नुभएको थियो पहिलो घर बिग्रियो त्यो कारणले, होइन? डिभोर्समै सक्यो तपाईँको? डिभोर्समा सक्यो। थोरै त्यो गीत गुनगुनाइदिनु। डिभोर्समा सकेर मात्रै भएन पनि, डिभोर्समा सकेर पनि म जस्तै बिमारी भएर फेरि वर्षौँ दिन, तर महिनाको 40,000 50,000 खर्च गरेर राख्नु पर्ने। त्यस्तै मुटुको भलहरू सबै गएर भाउजूलाई औषधि खुवाएर बचाएर राख्नु श्रीमतीलाई महिनाको 50,000 को औषधि खुवाउनु पर्यो। अहिले कहाँ हुनुहुन्छ? अहिले खोइ यतै यही एरियामा छ अरे भन्ने सुन्छु। आउनु भएन तपाईँले? कहाँ आउँछ त्यसो? पैसा भएको भए चाहिँ आउँथ्यो होला, त्यो मर्ने भयो लिन जानुपर्छ भने, नत्र कहाँ आउँछ? यो दुनियाँ छुट्टै हो भाइ, यसरी आउँदैन। रुनुहुन्न दाइ है? मैले के भने अस्ति, अब रुनी होइन, अब हेर्नुहोस् त प्रकाश कटुवाल जस्तो, कृष्ण कँडेल दाई जस्तो हामी यहाँ छौँ, के टेन्सन लिएको दाइ? अब त निको भइन्छ। कृष्ण कँडेलले पनि धेरै हेर्नु गरेको छ बिचरा। त आज इन्द्रेणीले तपाईँलाई कति सपोर्ट गरेको छ। सायद इन्द्रेणी ठक्क आइपुगेको थियो, कृष्ण कँडेल दाई आइपुग्नु भएको थियो र कतिले कृष्ण कँडेल दाईलाई कस्तो नेगेटिभ वेबाट प्रसारण गरिदिन्छन्, होइन? तर को हो भनेर वास्तविक कलाकारको पीडामा सबभन्दा पहिला दाई नपुगे हुँदैन। हेर्ने अलिकति हामीलाई हेर्छन् पश्चिमका कलाकारहरू, तर तिनीहरूलाई अलिकति यस्तो पीडा परेको छैन। एक दिन पर्छ, त्यो मूल्य हामीले चुकाउँछौँ, अनि त्यसपछिबाट तिनीहरूलाई पनि थाहा हुन्छ। तपाईँलाई कसैले भेट्न आएनन् र पश्चिम कलाकार? छैन। आएको थियो नि दाइ अस्ति तपाईँले, रिता थापाहरू को कहाँ आउनु भएको? अग्र कलाकारहरू चाहिँ आउनु भएको छ, जस्तो होइन ऊ के अरे दुर्गा रायमाझी, अनि फेरि रिता थापा, अनि त्यसपछिबाट सृजना बिराई थापा दिदी आउनुभयो। झम्कियो फेरि नाकमा उडाकी गाउने दाई आउनु भएको थियो। उहाँहरूले हरिसिंह भाइ, म पनि यसै गरेर यही सयबाट उठेको मान्छे हो भनेर जानुभयो। खुसी लाग्यो। दाइ मैले अघि नै भनेको थिएँ, जुन गीत दाइले अहिले गुनगुनाइरहनु भएको थियो, रेशम थापाको पहिचान रुमालाई छचिनु, एकपटक मैले